आज हामी सबैजना मिलेर मम्मी बाबा दिदीहरू दिदीहरू सबै मिलेर माई मन्दिरको दर्शन गर्न जाँदैछौँ। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला सबै। कस्तो फिल लिएर हो के लिनु हो? ए ल हुन्छ। एउटा दियो लिने कति हो? होइन न अहिले के रे यो उफार्दो रहेछ नि त, बाटो राम्रो छैन नि त, त्यही भएर कसले फोन गरेको क्या? दिदी अलि बिस्तारै हिँड्नु न। विदेश जाँदाखेरि कबल गरेको गर्छ वर्ष नि गर्छ। एक खेप हेर्न भने 2 खेप गरेर अलि बिस्तारै हिँड्नु नि दिदी, उता म मम्मी आउनु। दियो किनिसकेको? यो बादल लागेर अपरेसन गर्नुपर्छ। यहाँ हालै बाहिरबाट भाग्नुभएका श्रद्धालु भक्तजनहरू आज प्रथम दिवसीय दिवस भएकाले थोरै विलम्ब हुन गइरहेको छ। बाहिरबाट भाग्नुभएका भक्तजनहरू पनि पूजामा संलग्न भएर यस महान कार्यलाई सफल गराउनुहुनेछ। यहाँबाट जान मिल्छ हो? ए बाबा आउन सक्नुहुन्छ? अहिले त घट्नु भएको पो। आम्मा हट हेर्नु त खोला, माइनी खोला। यहाँबाट त पूजा गर्ने होइन है? यतै जाउँ न, यतै। हजुर यहाँबाट खुत्रुकै झरौँ कि यहाँ पानी भेटिन्छ क्या तल? त्यहाँ पानी भेटिन्छ, त्यहाँ अरूतिर सबै जालीमा झन अप्ठ्यारो छ कि। हिँड्न सक्नुहुन्छ? माटो
यो चाहिँ माई मन्दिरको खोला हो। यसमा चाहिँ भाकल गरेर दर्शन गयो भने चाहिँ मनोकामना पुरा हुने विश्वास गरिन्छ। त्यही भएर हामी पनि यहाँ सबैजना मिलेर दर्शन गर्न आएको छौँ। उडाउने दिदी हेर्दिनका 7 वटा ढुङ खुजुरा पैसा छ? ओम देवताय सर्वै मंगलाय नानाय लक्ष्मीनाथ चाय सर्वै मंगल शिवसारि लक्ष्मी गौरी नारायण जय करुणा जय भगवती माता सर्वै मंगल शिवसारि लक्ष्मी गौरी नारायण नमस्ते जय करुणा जय भगवती माता ईश्वराय जय जय करुणा जय भगवती माता सर्वै मंगलाय नारायण। के हो मसला छ त नि? यो टिका लाने घरतिर यसो त्यो पछि त आउने जानेलाई यसो टिका लगाइदिने। बस आए बल्ल बल्ल आइपुग्छ नचितेको दिनु ए सुँगुरको यस्तो बाटै राम्रो छैन नि त। बाटो खराब छ अनि बाटो राम्रो भए त ठिकै हुन्छ। भोलि पर्सि भेटौँ। ल पूजा गर्दैन मम्मी दिनु न बाबालाई नि दिनु पूजा गर्नु। कोही मम्मी मलाई पनि दिनु त बाबा कता जानुभयो? ए भयो हो त। ए बाबा ल्याइसक्नुभयो तपाईँले? गर्मीले मरेछ।